कुरा जस्तो लाग्छ, किनभने हामी आमाहरू भएपछि धेरै कुराहरू छोराछोरीदेखि लगेर घर परिवारदेखि लगेर श्रीमानदेखि लगेर मण्डलीदेखि लगेर सबै कुरालाई चाहिँ हामीले याद गर्नुपर्छ। अनि मदर्स भन्ने कुरा नै हाम्रो लागि चाहिँ चुनौती कुरा हो। त्यति आमाको भूमिका चाहिँ एउटा घरदेखि लिएर मण्डलीको आमा दिदी बहिनीहरूलाई छोराछोरीलाई एउटा सुरक्षामा राख्ने आमाको भूमिका भनेर हामीले देख्न सक्छौँ। छोराछोरीहरू हुनुहुन्छ अनि आज उहाँहरूले पनि आफ्ना आमाहरूलाई आदर गर्नुहोस्। बाइबलको वचनले भन्दछ हितोपदेशको पुस्तकमा है, आफ्ना आमा बाउलाई आदर गर्ने चाहिँ आशिषित हुनेछ भनेर। अनि धेरै धन्यवाद। सबैले यसो गरौँ ल। यो चाहिँ हामीलाई पाइजामा माथिको पजामा अहिले नै लगाउने ल थ्याङ्क यू सो मच। यस्तो हामीले सोच्दै नसोच्ने तरिकाले होइन, त्यस्तो प्लान थिएन तर पनि एक पाउँदैछौँ है त। ह्यापी मदर्स डे। र फेरि म तपाईँलाई स्वागत गर्न चाहन्छु। हामी विशेष गरेर आज बिहानै बाल्टिमोरबाट ल्यान्डकास्टरमा आएका छौँ र विशेष हाम्रो गुरुआमाले यहाँ हामीलाई स्वागत गर्नुभएको छ अनि हाम्रो गुरुआमाहरू पनि हुनुहुन्छ यहाँ। र मेरो अगाडि तपाईँले केक देख्नु भएको छ। यो हाम्रो भेटघाट सँगसँगै हाम्रो उद्देश्य चाहिँ आज मदर्स डे सेलिब्रेसन गर्ने भन्ने त थिएन प्लानमा, एउटा अन्तर्वार्ताको लागि हामी आज सबैजना भेला भएको हो। तर यो हप्ता यो आइतबार 11 तारिक अब यो मदर्स डे आउँदैछ, त्यसैले पनि आज चाहिँ हामी भेटघाट भएको कारणले गर्दाखेरि आज हामी भेट भएको कारणले गर्दा आउँदै गरेको मदर्स डे पनि हामी आज सेलिब्रेसन गरौँ भनेर यसरी हामीले चाहिँ निर्णय गर्यौँ। र उहाँले चाहिँ विशेष केक अगाडि नै तयार गरिसक्नु भएको थियो, त्यसरी छोटो कुराकानी पनि गरौँ होइन। मेरो लागि चाहिँ अमेरिकामा आएर मदर्स डे सेलिब्रेसन गर्नु चाहिँ यो मेरो जीवनको चाहिँ पहिलो अनुभव पनि हो। र सँगसँगै चाहिँ यहाँको मदर्स डेलाई एकदमै जहाँ पनि एउटा आमाको मुख्य दिन भनेर नेपालमा भनिन्छ भने यहाँ चाहिँ मदर्स डे भनेर भनिन्छ र आमाको सम्मान गर्दै मनाइने, आदर गर्दै मनाइने एउटा विशेष दिन पनि हो। र त्यही स्वरूप चाहिँ आज हामी आमा भएको कारणले गर्दाखेरि अथवा हामी एउटा आमा मात्रै नभएर कसैको जीवनमा चाहिँ हामी एउटा योगदान पुर्याउने व्यक्ति पनि हुन सक्छौँ। अनि त्यो भएको कारणले गर्दाखेरि हामी आज भेला भएर चाहिँ परमेश्वरलाई धन्यवाद दिने काम चाहिँ हामीले गरेका छौँ। र हामी परिचयबाट सुरुवात गरौँ। के काटौँला, यताबाट म माइक लैजान चाहन्छु। सबैजनालाई जय मसीह अनि नमस्कार। मेरो नाम खिना बुढाथोकी अनि म चाहिँ बाल्टिमोर नेपाली स्पिकिङ चर्च अफ बाल्टिमोरबाट अनि मेरो 2 जना छोरीको आमा अनि साथै चर्चको एउटा आमा पनि भएको कारणले दिदीबहिनीको बिचमा सेवाकाई पनि गर्छु म चाहिँ। अनि आज चाहिँ म यहाँ हाम्रो गुरुआमा हाम्रो दिदीहरूसँग सिस्टरसँग यसरी भेटघाट गरेर यहाँ थोरै समय मिलाएर गफगाफ गर्नु चाहिँ एकदमै रमाइलो गरिरहेछौँ हामी। जय मसीह सबैजनालाई अनि नमस्कार पनि। मेरो नाम तारा गुरुङ, म हाल बाल्टिमोरमा बस्छु। नेपाली स्पिकिङ चर्च अफ बाल्टिमोरमा सङ्गति हामी गर्छौँ अनि म आमा एकता सङ्गतिमा एउटा कोअर्डिनेटरको भूमिका पनि निभाउँदैछु र पेसागत रूपमा म रेजिस्टर्ड नर्स पनि हुँ। र आज हामी यहाँ 5 जना दिदीबहिनी मिलेर अनि हामी यो मदर्स डे सेलिब्रेट पनि हामी गरिराखेका छौँ। धन्यवाद सबैजनालाई। सबैजनालाई जय मसीह र नमस्ते पनि भन्न चाहन्छु। र अनि आज विशेष गरी नेलिमा बहिनीलाई हामीले देखिरहेका छौँ सबैजनाले, अनि बहिनीलाई पनि धन्यवाद दिन चाहन्छु, पास्टर खिनालाई पनि। अनि उहाँहरूले यो समय जुटाएर आउनुभयो अनि हामीलाई पनि यो समयहरू दिनुभएको छ र हामी पनि आएका छौँ। अनि म चाहिँ ह्यारिसबर्ग भुटनिस इभान्जेलिकल चर्चको पास्टर आमा हो। मेरो नाम चाहिँ सहारा गुरुङ हो। अनि दिदीबहिनीहरूको माझमा एकतामा चाहिँ हाम्रो भारहरू चाहिँ ट्रेजरको भार छ अनि त्यसमा चाहिँ साथै पास्टर खिना अनि म हामी दुईले यो भारलाई निभाइरहेको छौँ। हुन्छ, सबैजनालाई जय मसीह। जय मसीह, नमस्ते सबैजनालाई। र आज आउनुभएको पाहुनाहरूलाई पनि एकदम स्वागत गर्दै र हाम्रो चाहिँ अब आउने आइतबार चाहिँ मदर्स डे थियो, तर मेरो साथी पास्टर नियामाहरू सबै आज आउनुभएको कारणले गर्दा मैले चाहिँ आज नै मदर्स डे मनाउँदैछु
हामी 5 जना भएर अनि त्यसमा मेरो घरमा आउनुभएकोमा धन्यवाद। अनि मेरो चाहिँ परिचय भन्नुपर्दा मेरो नाम धना तामाङ अनि मेरो हस्बेन्ड 1 जना, 3 जना छोराछोरी र अहिले म ल्याङ्कास्टर रोही चर्चमा सेवकाईको दौडमा छु। अनि त्यसरी नै म चाहिँ मण्डलीको एउटा डिकेनको भार पनि निभाउँदैछु र एकतामा पनि हामीहरू मिलेर सङ्गति गर्दैछौँ। जय मसीह। र आज हामीले मदर्स डे सेलिब्रेसन गरिराखेका छौँ। अब चाहिँ हरेक हामी 5 जना छौँ यहाँ। हाम्रो गुरुआमाहरू पनि हुनुहुन्छ, परिचय त तपाईँले सुनिहाल्नु भयो। र उहाँहरूको जीवनमा चाहिँ यो मदर्स डेले के महत्त्व राख्छ र के सन्देश दिन चाहनुहुन्छ? हामी चाहिँ धना दिजूबाट चाहिँ सुरुवात गर्नेछौँ। मदर्स डे भनेपछि चाहिँ मलाई चाहिँ एउटा जिम्मेवार अनि एउटा गहन कुरा जस्तो लाग्छ। किनभने हामी आमाहरू भएपछि धेरै कुराहरू छोराछोरीदेखि लगेर घर परिवारदेखि लगेर श्रीमानदेखि लगेर मण्डलीदेखि लगेर सबै कुरालाई चाहिँ हामीले याद गर्नुपर्छ। अनि मदर्स भन्ने कुरा नै हाम्रो लागि चाहिँ चुनौती कुरा हो, त्यति सजिलो कुरा चाहिँ होइन। तर यो मदर्स डे वर्षमा आउँदा एउटा रमाइलो पनि लाग्छ, हामीलाई एउटा खुसियाली पनि आउँछ। यसरी आज त झन् रमाइलो हामी यसरी भेट भयौँ। परमेश्वरले हाम्रो निम्ति यो समय उपदेशको पुस्तकमा लेखिएअनुसार सबै थोकको समयहरू छ भने अनुसार हाम्रो लागि पनि यो समय प्रभुले जुटाउनु भएको छ। धन्यवाद। केही बोलिदिनु न यहाँ किना गुरुआमालाई पनि म अनुरोध गर्न चाहन्छु। सबैजनालाई जय मसीह अनि ह्याप्पी मदर्स डे पनि भन्न चाहन्छु सबै आमाहरूलाई। अनि तपाईँले यहाँ देख्नु भएको छ सानो केक। अनि आमाको महत्त्व चाहिँ कति धेरै हुन्छ भनेर यो केकबाट पनि हामी थाहा पाउन सक्छौँ। यो केक जसले खान्छ नि सबैले एउटा मिठास पाउँछ, अनि केक नखाने चाहिँ कोही हुँदैन। अनि त्यस्तै एउटा आमाको जिम्मेवारी, आमाको महत्त्व त्यो केकको एउटा मिठास छ, त्यस्तै हुन्छ होइन। अनि हामीले बाइबलमा पनि देख्न सक्छौँ आमाको महत्त्व, भूमिका कति ठुलो छ भनेर हामी रुथलाई हेर्न सक्छौँ। अनि त्यो एउटा परिवारमा कस्तो एउटा गहिरो प्रेम भनेर त्यहाँ देख्न सक्छौँ होइन। एउटा आमाको प्रेम हामीले एस्तरलाई हेऱ्यौँ भने एउटा देशलाई बचाउने आमा कति ठुलो एउटा महत्त्व होइन। त्यस्तै प्रकारले आज आमाको भूमिका चाहिँ एउटा घरदेखि लिएर मण्डलीको आमा दिदी बहिनीहरूलाई, छोराछोरीलाई एउटा सुरक्षामा राख्ने आमाको भूमिका भनेर हामीले देख्न सक्छौँ। र म चाहिँ यहाँ आमा दिदी बहिनीहरू यहाँ हुनुहुन्छ, तपाईँहरूलाई पनि ह्याप्पी मदर्स डे भन्न चाहन्छौँ। अरू के छ? अनि अर्को कुरा चाहिँ मैले अघि भनेको जस्तै तपाईँहरूले चाहिँ कतिजना अब थुप्रै संसारमा हामी देख्छौँ, हामी फेसबुकमा देख्छौँ होइन, आमा दिवस भनेर मदर्स डे भनेर तपाईँले केक काटेर आमालाई ढोगेर तपाईँले थुप्रै तरिकाले आफ्नो आफ्नो तरिकाले गर्नुहुन्छ, आमालाई सम्मान गर्नुहुन्छ, पिक्चर लगाउनुहुन्छ। अब यो चाहिँ वर्षमा एकचोटि मात्रै नभएर तपाईँले हरेक दिन त्यही सम्मान दिनुहोस् होइन। आमा बुवालाई आदर गर्नुहोस्, बाइबलले पनि त्यही भन्छ आमा बुवालाई आदर गर। एउटा के अरे 10 कमेन्डमेन्टमा पनि पर्छ होइन, आमा बुवालाई आदर गर्न सिकाउँछ। अब पिक्चरमा मात्रै फेसबुकमा मात्रै नभएर तपाईँहरू र हामीले सबै मदर्सहरूलाई आफ्नो आमालाई कति सम्मान गर्नुपर्छ। हरेक दिन, एक वर्षमा मात्रै नभएर हरेक दिन हामी उहाँहरूलाई आमाहरूलाई सम्मान गरौँ। यो चाहिँ हामीबाट सन्देश तपाईँहरूलाई। मदर्स डे है, खासै आइतबार हो मदर्स डे त। तर आज हामी यसरी 5 जना पास्टर आमा अनि दिदी बहिनीहरूसँग यसरी हामीले भेटघाट गरेर नि यो सानो मदर्स डेको लागि पनि हामीले केक काटौँ न भन्ने एउटा जमर्क गरेका छौँ। अनि परमेश्वरलाई धन्यवाद भएकोस्। विशेष गरी मदर डे चाहिँ किन मनाइन्छ भन्दा चाहिँ अब हामीले संसारमा हेऱ्यो भने पनि धेरै आमाहरूलाई आफ्नो छोराछोरीले धेरै आदर गरेको कुराहरू अनि एकदमै प्रेम है, आमाले गरेको दुःख कष्टलाई देखेर चाहिँ उनीहरूले आफ्ना आमाहरूलाई धेरै आदर गर्ने गर्छ भने हामीले बाइबलमा हेऱ्यो भने पनि धेरै अघि पास्टर खिनाले भन्दै हुनुहुन्थ्यो एस्तरको पुस्तकमा हामीले नि एस्तरले आफ्नो आमाको एउटा जिम्मेवारी, किनभने धेरै त्यहाँको उसको यहुदी जातिहरूलाई चाहिँ मार्नु लाग्दा पनि एउटा आमाको भूमिका खेलेर चाहिँ उसले आफ्नो जातिहरूलाई बचाएको कुराहरू हामी त्यहाँ बाइबलमा पाउँदछौँ। अनि
रुथको किताबमा हेऱ्यो भने हामीले रुथलाई पनि हेऱ्यो भने चाहिँ रुथले पनि है आज आफ्नो सासूसँग चाहिँ है एउटा आमाको भूमिका नै उहाँले निभाएको कुराहरू हामी त बुझ्न सक्छौँ। किनभने उनी विधवा भए तापनि उसको सासू विधवालाई पनि उसले साथ दिएर है अनि एकदमै उसले पनि आफ्नो जीवनमा एउटा सफलताको खुड्किलाहरू उनले पार गरेको छ रुथले पनि भने। धेरै अबिगेलको जीवनमा नि हेऱ्यो भने है हामीले धेरै छ है मरियमहरूले पनि एकदमै प्रभु यीशु ख्रीष्टको सेवा गरेको कुराहरू हामी पाउँदछौँ बाइबलमा। धेरै आमाहरूको भूमिका छ अनि त्यसको साथै अनि म आज आमाहरूलाई यही भन्न चाहन्छु जति पनि छोराछोरीहरू हुनुहुन्छ अनि आज उहाँहरूले पनि आफ्नो आमाहरूलाई आदर गर्नुहोस्। बाइबलको वचनले भन्दछ हितोपदेशको पुस्तकमा है आफ्नो आमा बाउलाई आदर गर्ने चाहिँ आशिषित हुनेछ भनेर। अनि आज हामी तपाईँलाई यही सन्देश छोड्न चाहन्छु। हुन्छ सबैजनालाई जय मसीह। आज मदर्स डेमा चाहिँ विशेष गरेर हाम्रो मदर्स भन्नाले हरेक आमाहरू कतिजनाले जन्माएर आमा भएका छन्, कतिजनाले कति ममता बाँडेर पनि आमा भइराखेका छन् है। तर सबैजना आमाहरू चाहिँ हरेकको निम्ति चाहिँ अति आदरणीय प्रिय है। अनि आमा भन्सरेर ममता माया निस्केर आउँछ। अनि हामीले बाइबलमा हेर्दाखेरि पनि प्रभु यीशु ख्रीष्ट अति आमालाई अति माया गर्नुहुन्थ्यो, उहाँले अति आदर गर्नुहुन्थ्यो। उहाँको अन्तिम समयमा पनि उहाँले आमाको निम्ति उहाँले फिक्री गर्नुभएको कुराहरू देख्दछौँ। र यसरी मदर्स डे चाहिँ अब वर्षमा हामीले एकचोटि मनाए तापनि एउटा आमाहरूलाई चाहिँ एउटा विशेष हामीले समय दिएर उहाँहरूलाई सम्झना, उहाँहरूको प्रेम, उहाँहरूले हामीप्रति गर्नुभएको जुन त्यागहरू छ त्यो सम्झेर उहाँहरूलाई त्यो प्रेम दया अनि उहाँहरूलाई आदर हामीले प्रकट गरे तापनि हामीले हर समय चाहिँ हाम्रो निम्ति मदर्स डे हुनुपर्छ जस्तो लाग्छ। र जसरी पनि हामीले वर्षमा एकचोटि मनाए तापनि हामी यसरी भेला हुनु पाएका छौँ। र यो अवसरमा हामीले आफूले चिनेका आमाहरूसँग भेटेर अथवा कसैसँग पनि हामी साथीहरूसँग भेटेर अनि परमेश्वरमा धन्यवादी भएर यसरी मदर्स डे मनाउन पाएका छौँ। हामी आशिषित छौँ अनि तपाईँहरू पनि आशिषित हुनुहोला। धन्यवाद। साँच्चै नै उहाँहरूले भन्नुभएको जस्तै मदर्स डे चाहिँ एकदमै विशेष। मदर्स डे चाहिँ हामी एक दिनलाई सम्झना त गर्ने हो, तर आमाको महत्त्व चाहिँ वर्षभरि हुन्छ। एउटा सबै कुरालाई भनिन्छ सबै कुरालाई रिप्लेस गर्न सकिन्छ अरे हैन, सबै सम्बन्ध भन्ने कुरा चाहिँ कहिले पनि रिप्लेस हुँदैन। छोराछोरी पनि रिप्लेस हुन्छन्, आफ्नो ठाउँमा जान्छन्, तर आमा भन्ने कुरालाई चाहिँ केही कुराले पनि रिप्लेस गर्न सक्दैन भन्ने पनि गरिन्छ। त्यसैले आमाको एकदमै महत्त्व छ र परमेश्वरले चाहिँ आमा हुने एउटा वरदान पनि हरेक ईश्वरले राखिदिनु भएको छ। र सँगसँगै यति म अचम्म लाग्ने कुरा के छ भन्दाखेरि चाहिँ परमेश्वरले यस्तो तरिकाले एउटा स्त्रीलाई बनाउनु भएको छ, उनमा चाहिँ आमा हुने गुण सँगसँगै एउटा भनौँ न जीवनलाई जन्म दिने मात्रै होइन तर हुर्काएर ठुलो बनाउने त्योसम्मको गुण सहनशीलता सबै कुरा चाहिँ प्रभुले एउटा स्त्रीमा चाहिँ राखिदिनु भएको छ। मदर्स डेको सबैजना मिलेर हामी यसलाई काट्नेछौँ। Happy Mother's Day. Happy Mother's Day. आउँदै गरेको आइतबारको ह्याप्पी मदर्स डे अर्ली मर्निङ। सबैजनालाई विजय क्रिस्टको नाममा जय मसीह फेरि पनि। र आज साँच्चै नै बहिनी निलिमा एकदमै टाढाबाट आज ल्यान्डकास्टरमा हामी भेट भयौँ पेन्सिल्भेनियामा। र धेरै खुसी लागेको छ बहिनीसँग अनि हाम्रो दिदी बहिनी पास्टर आमाहरू यहाँ भेट भएर एउटा केही आमाहरू बिचमा सेवाकाई सङ्गतिहरू कस्तो हुँदैछ भन्ने सरसल्लाहका लागि विशेष गरी उहाँहरू भेला हुनुभएको। अनि यो आमा मदर्स डेको यो एकदमै अवसर नजिकै आएको कारणले गर्दाखेरि आमा यो आमा दिवसलाई पनि होइन मदर्स डेलाई पनि सेलिब्रेट गरौँ न त। आज हामी छुट्याएर फेरि आफ्नो आफ्नो ठाउँमा जान्छौँ फर्केर भन्ने यो आमा डेलाई मदर्स डेलाई सेलिब्रेट गर्ने एउटा जमर्क पनि भयो। र आमाहरू बिचमा मैले पनि
उहाँहरूको निम्ति एउटा प्रार्थना गरौँ न भनेर उहाँहरूले जुन एउटा एउटा इच्छा प्रकट गर्नुभयो अनि मलाई खुसी लाग्यो। आमा भनेको एकदमै सबैभन्दा संसारमा प्रभुदेखि मुनिको चाहिँ आमा हो। संसारलाई हामीले संसारलाई देख्ने चाहिँ आमाको गर्भबाट जन्मिएको पछि संसारमा एउटा जुनै पनि प्राणीले अरू सबै कुरोहरू हुन्छ तर बिर्सिन्छ। अघि नेलिया बहिनीले पनि भन्दै हुनुहुन्थ्यो, तर आमा चाहिँ कहिले पनि बिर्सिँदैन, होइन? र आमाले गरेको जस्तो माया चाहिँ सायद अरू संसारमा कुनै पनि हुँदैन। श्री परमेश्वर मात्रै त्योभन्दा माथिको माया गर्ने हुनुहुन्छ। र आमालाई यो आमा दिवसमा एकदमै आदर गर्नु चाहिँ बहुतै महत्त्वपूर्ण कुरा। जब जब हामी आमा मदर्स डे यसरी सेलिब्रेट गर्छौँ अनि एउटा परिवारको सबै कुरोमा संरक्षण भएको अनि एउटा परिवारलाई आमाको यो भूमिकाले सबैलाई समेटेको मात्रै होइन, तर एउटा गहिरो भित्र आन्तरिक हृदयबाट आमालाई सम्मान आदर गरेको र आमालाई आदर गर्नु नै परमेश्वरलाई आदर गर्नु भन्ने कुराहरूलाई यसले जनाउँछ। त्यस कारणले आज यो मौकामा हामी एकदमै प्रार्थना गर्नेछौँ र आफूले एकअर्कामा पनि हामी प्रार्थना गरागर गर्नेछौँ र हामी परमेश्वरसँग आशिष पनि माग्नेछौँ। स्वर्गीय पिता, तपाईँलाई धन्यवाद दिन्छौँ। राजाहरूको राजालाई धन्यवाद, अब्राहम, इसाक अनि याकुबका परमेश्वरलाई धन्यवाद दिन्छौँ। जेहोवा राफा, एलोहिम, एलसदाई, एडोनाही परमेश्वरलाई धन्यवाद दिँदै प्रभु आज साँच्चै नै हामी बिचमा जसरी प्रभु तपाईँ परमेश्वरको उपस्थिति हाम्रो माझमा छ अनि आमाहरू बिचमा यो अवसर तपाईँ परमेश्वरले आमाहरूको लागि प्रार्थना गर्ने यो जुटाउनु भयो। तपाईँ परमेश्वर महिमित हुनुभएको होस्। पिता, पुत्र र पवित्र आत्माको उपस्थितिलाई घोषणा गर्दै आज आमाहरूलाई प्रार्थना गर्दछु प्रभु। यो वेदी तपाईँ परमेश्वरले आज हाम्रो निम्ति यो साँच्चै नै आफ्नो वेदीमा यो प्रार्थना गर्ने अधिकारहरू दिनुभयो। भेटघाट गरेर साँच्चै नै आमा दिवसहरू मनाउने अधिकार दिनुभयो। सरसल्लाहहरू गर्ने, आमा बिचमा सेवाकाई सङ्गतिहरू कस्तो हुँदैछ तपाईँ परमेश्वरको राज्यको फिक्री गरेर यो आमाहरू भेला भएको छ। यो आमाहरूलाई प्रत्येकलाई तपाईँ परमेश्वरले आशिष दिनुभएको छ। आज जीवनमा हरेक उताप चढावहरू होला, तर पनि प्रभु आज यो समयमा तपाईँ परमेश्वरले यो छोराछोरीको हरेक हृदयहरूबाट तपाईँ परमेश्वर महिमित हुनुभएको छ। आज यो आमा दिवस मदर्स डेलाई मनाउँदै गर्दाखेरि, यो सेलिब्रेट गर्दै गर्दाखेरि तपाईँ स्वयं हुनुहुन्छ, जहाँ कि प्रभु एकअर्काले आज एकअर्का आमा बिचमा यो मनाउँदै गर्दाखेरि तपाईँ महिमित हुनुभएको छ। यो आमाहरूको निम्ति तपाईँ परमेश्वरले स्वर्गको ढोका खुलाएको म घोषणा गर्छु। आज जति पनि प्रभु जीवनमा उताप चढाव भए पनि तपाईँ परमेश्वर हुनुहुन्छ। आज यो आमाहरूको हरेक हृदयलाई मलमपट्टि गर्ने यो आमाहरूको सायद प्रभु आज साँच्चै नै शारीरिक, आत्मिक, भौतिक, आध्यात्मिक कुराहरूमा जस्तो कुरोहरू प्रभु भए पनि तपाईँ परमेश्वरले आज यो आमाहरूलाई केही खुड्किला माथि मल्टिपल्स टाइम तपाईँ परमेश्वरले यो आमाहरूलाई त्यो आयाममा साँच्चै नै त्यो स्थानहरू दिनुभएको घोषणा गर्दछु प्रभु। हे परमेश्वर, तपाईँलाई धन्यवाद। गन्ती 6:24-25-26 पद यो आमाहरूलाई तपाईँ परमेश्वरको मुहार हर पल हरक्षण चम्किरहेको, तपाईँको ज्योति यो आमाहरूमा चम्किरहेको, यो आमाहरूले असल आमा बनेर प्रभु आफ्नो साँच्चै नै कर्तव्यलाई, भूमिकालाई आफ्नो परिवारमा, आफ्नो सन्तानमा, आफ्नो समाजमा, आफ्नो सेवाकाई सङ्गतिहरूमा साँच्चै नै पुरा गरेको घोषणा गर्दछु प्रभु। तपाईँ परमेश्वरले जहाँ जहाँसम्म प्रभु आज यो छोराछोरीले आफ्नो आशिषहरूलाई प्रभु आज पाएको आफ्नो वरदानहरूलाई प्रभु आज तपाईँ परमेश्वरको राज्यप्रति जसरी प्रभु आज साँच्चै नै परिश्रमहरू गरेको होला, लागतहरू गरेको होला, तर प्रत्येक ठाउँमा आमा भएर साँच्चै नै प्रभु यो छोराछोरीले आफ्नो सबै कुराहरूलाई, कर्तव्यलाई पुरा गरेको घोषणा गर्दछु प्रभु। धन्यवाद। सबै कुरा तपाईँ परमेश्वरको हातमा राख्छौँ। गन्ती 6
24, 25, 26 पद बमोजिम छोरीहरूलाई तपाईँ परमेश्वरले आशिष दिनुभएको होस्। आज साँच्चै नै प्रभु आज साँच्चै नै भजनसँग र 23 यो छोरीहरूको प्रत्येकको जीवनमा घोषणा गर्दछु म। भजनसँग र 91 1 देखि 16 पदसम्म म घोषणा गर्छु यो छोरीहरूलाई तपाईँ परमेश्वरले आफ्नो स्वर्गदूतहरू खटाएर जहाँ जहाँसम्म पुग्छ प्रभु, जस्तै कुनै ठाउँमा किन नहोस्, हरेक उत्ताप चढापमा किन नहोस्, तर तपाईँ परमेश्वरले सबै ठाउँमा संरक्षण गर्नुहुनेछ। हे इजरायलका परमेश्वर, तपाईँलाई धन्यवाद दिन्छु। तपाईँ महिमाको योग्य अनि तपाईँ महिमित हुनुभएको छ आजको भेटघाटमा प्रभु। आज यो मदर सेलिब्रेसनमा तपाईँ महिमित हुनुभएको छ। हे परमेश्वर, छोराछोरीलाई ज्ञान बुद्धि विवेकको मालिक, सन्तानको मालिक अनि प्रभु आज साँच्चै नै धन सम्पत्तिको मालिक, ज्ञान बुद्धिको मालिक प्रभु आज साँच्चै नै एउटा असल आमाको साँच्चै नै मालिक तपाईँ परमेश्वरले बनाउनु भएको छ। धन्यवाद। सबै कुरो तपाईँ परमेश्वरलाई चढाउँछु। आशिष माग्छु येशू प्रभुको उच्चानी पवित्र 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 नाम। आमेन आमेन। जय मसीह। आज हाम्रो दिजुले एकदमै स्पेशल गिफ्ट सबैलाई तयार गर्नु भएको छ, त्यसैले उहाँले गिफ्ट बाँड्दै गर्दा हामी ताली बजाउँ न है। धेरै धन्यवाद। यो चाहिँ हामीले सोचेकै थिएनौँ, स्पेशल। सबैजनाको एउटा चिनो एउटै सामान लिएर आएको थिएँ। अब साइज जे जस्तो भए पनि सबै आमाहरूलाई बसेर दिन्छ है। ह्यापी मदर्स डे। ल ह्यापी मदर्स डे। प्याकिङ गर्नु नि पाएन, के गर्नु नि पाएन। ह्यापी मदर्स डे। ह्यापी मदर्स डे। थ्याङ्क यू, धन्यवाद तपाईँलाई धेरै। खोलेर खोल्ने हो। ओ थ्याङ्क यू, मलाई पनि आयो है, कति राम्रो। ल घरमा बस्दाखेरि लाउने आनन्दसँग मदर्सहरू अलि रिल्याक्स गर्नु। काम गर्दा गर्दा भाँडा धुँदाखेरि हात ड्राई हुन्छ, त्यो भएर सबैको लागि लोसन पनि ल्याइदिन्छु हातमा। 1 कुन्टल लोसन र एउटा लोसन रहेछ अनि 1 कुन्टल यो हाम्रो यो भित्र गाउन के अरे पाइप लगाएर लाइनु भयो नि। यस्तो लगाइ पनि हाले। ल यस्तो दामी रहेछ है। धेरै धन्यवाद। सबैले यसो गरौँ ल। यो चाहिँ हामीलाई पाइजामा जस्तो कि पजामा माथिको पजामा कहिले नि लगाउने त होइन। ल थ्याङ्क यू सो मच। यस्तो हामीले सोच्दै नसोच्ने तरिकाले होइन, त्यस्तो प्लान थिएन, तर पनि आजको यो मदर्स डे चाहिँ एकदमै रमाइलो भयो। एकदमै मलाई चाहिँ फरक अनुभव पनि लागिरहेछ, किनभने हाम्रो उद्देश्य त हामी इन्टरभ्यूको लागि आएको, तर सँगसँगै आज विशेष मदर्स डे सेलिब्रेसन पनि भयो। र धेरै धन्यवाद जसले यसको लागि जति तयारीहरू गर्नुभयो। र पास्टर भीम गुरुङज्यूलाई पनि धेरै धन्यवाद क्यामेरामा हामीलाई साथ दिनुभएको लागि, र यहाँहरूलाई पनि धेरै धन्यवाद। र फेरि पनि ह्याप्पी मदर्स डे भनेर भन्न चाहन्छु होइन। रमाइलो भयो एकदमै, हाँसो पनि रोकिरहेको छैन हाम्रो, पानी पनि बाहिर परिरहेछ, पानी पनि रोकेको छैन, हाँसो पनि रोकेको छैन। यो प्रेम माया अनि परमेश्वरको यो हाम्रो यो सँगै रहने सङ्गति चाहिँ सधैँभरि भइरहोस् भन्दै यही शुभकामना दिँदै हामी सबैजनाको तर्फबाट हामी भन्न चाहन्छौँ ह्याप्पी मदर्स डे।